दुमी भवनमा चाहिँ यहाँ टक्कसँग अस्तिको गेमको प्राइजको चेक पासेको खाइँदैछ। रामदाई पोल्दै हुन्छ त हेरिदिनु रामदाई। सेकेन्ड भोकै भाइ मासु पोल्नेमा राखिदियो। सेकेन्डले नै त पोल्ने हो, हामी हार्ने त अनि के भन्छ। उत्कृष्ट प्लेयर ठेक्दा। तपाईँ चाहिँ कहाँ हिँडेको? अनि भान्सा छेउमै छ त्यहाँ त त्यो सक्नुहुन्छ यो राम्रो खोइ ठिक छ ठिक छ। यता मणि दादा के लिएर छैन यता दायाहरू सबै बसिरहनु भएको छ प्रसङ्गले। अब यसमा ठेक्दाले फेरि डान्स पनि दिन्छ यहाँ। ठिक छ मलाई देखेको छ यहाँ कस्तो देख्यो हो र? यहाँ भिडियो गर्नु त सबैको यता ल्याउनु। हेलो म फेरि वान मेगा आर्मी हो क्या, क्यामेराम्यान लिएर म हिँड्छु हो क्या ल्याउनु आउनु। को अचार यहाँ देखाउनु। हात नधुइकन मेरोबाट चाहिँ भिडियो गर न हौ। भन्दा चाहिँ गर्नु न मेरो मोबाइल अगाडि गइहाल्नु पर्यो। म चाहिँ अब अगाडि हिँडिहाल्नु पर्यो क्या। होइन भित्रबाट पाएको छैन। वाह चाबी थोडी छ है लजा खानु त के लजाको तपाईँ? हाम्रो निनी नलजा कति खाइसक्नु भयो? 1 केजी जति खानु भयो निनी। एक्लै 1 केजी मासु सकेको भयो। यता भाइर निनीले त 2 केजी खुवाउनु भयो। यता 3 4 केजी अरे 4 अनि यता 5। काम मिलाएको मान्छे खानु के लाज लाग्दैन यार। पोलेको मासु काट्नु जसले पनि सक्छ भाइ। भाउजू तपाईँले एक्लै कति केजी खानु अरे मासु? हाम्रो भाउजूले हाम्रो भाउजूले चाहिँ पेट दुखेर 1 पिस पनि चाख्नु भएको छैन, चाख्नु होला। यता रामदाई कति खाँदै हुन्छ पोलेर? 1.5 केजी भइसक्यो। तपाईँ र उनीहरूले 1.5 केजी गरेर 3 केजी हो। 1 बाल्टी नै यहाँ सुशीला दिदीहरूले पर गएर नाच्नु पनि मासु सिद्धिन्छ कि भनेर यहीँ बसेपछि हाम्रो निनी यहाँ पर गएर मासु सिद्धिन्छ कि भनेर नाच्नु पनि गएको छैन। सन्जिता दिदी पनि त्यस्तै भइरहेछ। सन्जिता दिदी मासु सिद्धिन्छ भनेर नाच्नै नगएर यहाँ मासु सिद्धिन्छ भनेर यत्रो नाचिरहँदा पनि सन्जिता दिदीहरू कोही सायम भएन। मन्दाई दामी गर्नु है।
अहिले चाहिँ मैले यहीँनिर निर्णय गरेँ क्यान्सल गर्ने। केदेखि हाम्रो निनी कस्तो के गएको छेउछाउमा त डुली हिँडेको मासु पुग्यो देखो अङ्कल नाच्नु है नाच्नु धेरै नाच्नु मासु दिन्छु म दोकी दोरी दार्जिलिङको सानो मायामा नगर्नु होइन घुमी घुमी गर्न है हामीले
भाइ यहाँ भिडियो आना म मान्छु डान्स अकल दाइ यता आऊ न देखिँदैन सबै ठाडै गर ल बजाइदेऊ एकदम नै लाली जोबान हुर्केर गोरी मन पर्यो कहिले काली मन पर्यो कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो ससुराली देखेपछि साली मन पर्यो ससुरामा मलाई साली मन पर्यो ससुरामा मलाई साली मन पर्यो
छुट्टै मन पर्यो मलाई छाट्टै मन पर्यो छाट्टै मन पर्यो तारा पानी बिना झुलको आट्टै मन पर्यो दिदी मलाई आट्टै मन पर्यो दिदी मलाई आट्टै मन पर्यो साली तिम्रो जमाना कसले लाने हो तिम्रो हातको तरकारी कसले खाने हो साली तिम्रो जमाना कसले लाने हो तिम्रो हातको तरकारी कसले खाने हो दुखाओ बेना चित्ता दुखाओ तरकारी खाने भयो ससुराली पानी मन पर्यो बोली चाली मन पर्यो पानी मन पर्यो बोली चाली मन पर्यो ससुराली देखेपछि साली मन पर्यो मलाई साली मन पर्यो माझा पागली लाली जवान लाली तिमीलाई दुखी छड्के तिलहारी आगो सालैमा आँगनीमा भेट बोलाकी साली तिमीलाई दुखी छड्के तिलहारी आगो सालैमा आँगनीमा भेट बोलाकी मन पर्यो ठट्टा गर्दै जिस्किने कुराकानी मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो ए ससुरा बा मलाई साली मन पर्यो नौमा ससुरा बा मलाई साली मन पर्यो आज हाम्रो भेट भएको दिन आज हाम्रो भेट भएको दिन गर्दैछौ किन नगर्नु माया लागेको छोड़ दे बाबा किन तिमीलाई मेरो मन बुझो किन तिमीलाई मेरो मन बुझो फेरि तरमुनी खान्छी भरानु चोखो छ यो मन शङ्कै नगर चोखो छ यो मन शङ्कै नगर
के साह्रो तर्किन्छौ अर्कै सकिन्छु के साह्रो तर्किन्छौ अर्कै सकिन्छु मङ्सिरको महिना खान्छे धानको सिरौला अझ विश्वासमा लागे नि छाती चिरौला अझ विश्वासमा लागे नि छाती चिरौला तिमीको उमेर अब नाच्नु पर्ने छ डाक्टरै रिहर्सल भइरहेको छ क्या किन किन तिमीलाई मेरो मन अब कस्तो स्टेप आयो नाको हुन्छ अर्को लाउ न छैन छैन भन्दै थियो